जस्ट उहाँले चाहिँ थोरै थोरै सकेसम्म चाहिँ जस्ट भिडियो क्लिक गर्ने ठाउँसम्म चाहिँ उहाँले क्लिक गरेर थोरै इन्फर्मेसन दिनुभएको छ होइन। रिमेडिकलमा फेरि जाँदाखेरि हामीले रिमेडिकलमा के गर्नुपर्ने हो त तपाईँहरूलाई म इन्फर्मेसन सबै देखाउँछु। तर अनि आजको चाहिँ म विशेष गरी मेरो दृष्टि साथीलाई चाहिँ धेरै धेरै धन्यवाद होइन, उहाँले थोरै थोरै इन्फर्मेसन सेयर गर्नुभएको छ होइन। हाल्ने ठाउँ हो यस्तोमा चाहिँ यस्तो लेखिएकोमा चाहिँ लुगा हाल्छौँ, लुगा नसरी मेरो गोमा सेवा भएको कारणले गर्दाखेरि सेवा लेखेछ नि त, साथ लेख्यो यस्तो पोको पार्यो। यो चाहिँ मेता प्लेटहरूको रुम हो, केयर गिभरहरूको दिइराखेको हुन्छ, सुतेको हुन्छ बिरामी, अनि आफ्नो दराज हुन्छ आफ्नो। हेलो नमस्ते सबैजनालाई, तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा होइन। र धेरैजनाले भन्नुहुन्छ कि अब ब्याकग्राउन्डको नोइज आयो भनेर होइन। अब किन भन्दाखेरि मसँग स्टुडियो पनि छैन होइन, त्यस्तो राम्रो प्रोफेसनल बनाउनलाई। जस्ट म जहाँ हुन्छ नर्मली त्यसरी बनाउँछु। यो चाहिँ तपाईँहरूले जस्ट तपाईँहरूलाई हेल्प होस् होइन। अब इजरायलको लागि प्रोसेसिङ कसरी हुन्छ, के गर्नुपर्ने हो, इजरायलको यो चाहिँ इजरायलको केयर गिभरको लागि चाहिँ हो होइन। अनि तपाईँको योभन्दा आउँदो अगाडि लट पनि गएको छ नि त, अनि त्यही भएर अगाडि लटमा के भयो कसो भयो कि थाहा छैन। तर तपाईँहरूलाई चाहिँ हेल्पफुल होस् भनेर चाहिँ मैले भिडियो बनाएर आएको छु होइन। तर अलिकति अब ब्याकग्राउन्ड म्युजिक अलिकति त्यति क्लियरेन्स आउँदैन, तर तपाईँहरूले पनि एडजस्ट गरेर सुनिदिनु होला होइन, सुनिदिनु भएको छ होइन। र आजको विशेष गरी चाहिँ तपाईँको भिडियो बनाउनु कारण चाहिँ जस्तो अब मेरो एकजना साथी हुनुहुन्छ, उहाँको नाम चाहिँ दृष्टि हो होइन। उहाँको अर्जुनल नाम चाहिँ अर्कै छ होइन, तर प्याट नेम चाहिँ उहाँको दृष्टि हो। तर मैले चाहिँ उहाँको अलिकति प्राइभेसी कारण चाहिँ अर्जुनल नाम भनिनँ होइन। किन भनिनँ भन्दाखेरि चाहिँ तपाईँको त्यो इजरायल केयर गिभर जुन हामी बैताबोध भन्छौँ होइन, इजरायल भाषामा बैताबोध भनेको चाहिँ ओल्ड एज होम हो होइन। ओल्ड एज होमभित्र चाहिँ भिडियो सुट गर्नु पाउँदैन कि, त्यही कारणले गर्दा उहाँको अर्जुनल नाम भयो। तर उहाँले चाहिँ थोरै थोरै क्लिक गरेर पठाउनु भएको छ होइन, उहाँलाई असर नपरोस् भनेर चाहिँ मैले त्यो उहाँको अर्जुनल नाम चाहिँ भनिनँ होइन। अनि उहाँको नाम चाहिँ तर दृष्टि हो होइन, कलिङ नेम चाहिँ। अनि उहाँले चाहिँ मैले रिक्वेस्ट गर्दाखेरि तपाईँको ड्युटी चाहिँ कस्तो हुन्छ होइन, थोरै थोरै क्लिक गरेर तपाईँको काम गर्ने ठाउँ कस्तो छ होइन, के तपाईँले गर्नुपर्छ थोरै थोरै क्लिक गरेर पठाइदिनुहोस् न भनेर रिक्वेस्ट गरेको थिएँ। अनि उहाँले चाहिँ सहजै स्वीकार दिनुभयो र पठाइदिनु भएको छ। त्यही भिडियो चाहिँ म तपाईँहरूलाई आज म सेयर गरिरहेको गर्छु होइन। अहिले तपाईँ हेर्नु होला होइन, जस्ट तपाईँलाई हेल्प होस् भनेर। किन अब तपाईँहरू जाँदाखेरि चाहिँ होइन, अब एक्कासी जाँदाखेरि अब हामीले देखेको पनि छैन नि त उता गएर कामभित्र कस्तो छ भनेर, कस्तो हुन्छ भित्र भनेर। तर जस्ट उहाँले चाहिँ थोरै थोरै सकेसम्म चाहिँ जस्ट भिडियो क्लिक गर्ने ठाउँसम्म चाहिँ उहाँले क्लिक गरेर थोरै इन्फर्मेसन दिनुभएको छ होइन। सायद अब क्लियरेन्स पनि त्यति आवाज मजाले क्लियरहरू नआउला होइन, तर पनि मजाले हेरिदिनु होला, मजाले सुनिदिनु होला होइन। किनभने म भनेको प्रोफेसनल होइन, प्रोफेसनल युट्युबर पनि होइन जुन चाहिँ अब स्पष्टीसँग सबै क्लियर आउने। यो चाहिँ तपाईँहरूलाई जस्ट हेल्पफुल होस् होइन, थोरै नलेज होस्। अब इजरायल केयर गिभरमा गर्नुपर्ने प्रोसेसहरू कस्तो हुन्छ, मेरो जर्नी मैले सुरुदेखि नै मेडिकलको पहिलोदेखि नै अहिलेसम्म मैले तपाईँलाई देखाइरहेको छु। अब मेरो एलसी आएको छैन होइन। मेरो एलसी आयो भने पनि म एलसीमा जाँदाखेरि के गर्नुपर्ने, एलसी लेबर कन्ट्र्याक्ट आउँदाखेरि होइन हामीले के गर्नुपर्छ। अब रिमेडिकलमा फेरि जाँदाखेरि हामीले रिमेडिकलमा के गर्नुपर्ने हो त तपाईँहरूलाई म इन्फर्मेसन सबै देखाउँछु। तर यदि अब प्रष्ट नहोला, क्लियर नहोला होइन, म क्वालिटी पनि नहोला, मेरो भिडियो त्यति अब क्वालिटी पनि नहोला होइन। तर तपाईँहरूलाई चाहिँ थोरै हेल्पफुल होस् भनेर मात्रै मैले भिडियो बनाएको हो होइन। जसलाई चाहिँ अब यो अलिकति ब्याकग्राउन्डको अलिकति नोइज छ त्यसलाई चाहिँ सरी भन्न चाहन्छु होइन। अनि आजको चाहिँ म विशेष गरी मेरो दृष्टि साथीलाई धेरै धेरै धन्यवाद होइन, उहाँले थोरै इन्फर्मेसन सेयर गर्नुभएको छ होइन। उहाँ हुनुहुन्छ, तपाईँले फोटो हेर्नु होला, उहाँ चाहिँ दृष्टि हो, उहाँको नाम चाहिँ दृष्टि हो। उहाँको प्याट नेम चाहिँ उहाँको अर्जुनल नाम चाहिँ मैले भनिनँ होइन। उहाँ गएको चाहिँ 1.5 महिना भइसक्यो। उहाँको काम गर्ने ठाउँको चाहिँ थोरै थोरै भिडियो क्लिक गरेर उहाँले चाहिँ कस्तो ठाउँमा काम गर्नु हुँदैछ भनेर तपाईँलाई सेयर गर्नुभएको छ होइन। तपाईँलाई मलाई धेरै हेल्पफुल हुन्छ, थोरै आइडिया पनि आउँछ यस्तो हुँदो रहेछ भनेर चाहिँ म त्यही भिडियो तपाईँलाई देखाउनु गइरहेको छु होइन। हेर्नु होला, थोरै नलेज लिनु होला होइन। र अब किन भन्दाखेरि चाहिँ मैले यो भिडियो सेयर गर्नुको कारण चाहिँ अब तपाईँको आजभन्दा तपाईँको 1.5-2 वर्ष अगाडि पनि पहिलोटामा जानुभएको छ। तर उहाँ जानु मात्रै गयो, तर कसैले अब आधिकारिक इन्फर्मेसन यस्तोमा काम गर्नुपर्छ भनेर सुनेको मात्रै छौँ र देखेको छैनौँ। कसैले त सुनेको पनि छैन होइन, मैले त सुनेको पनि थिइनँ। मैले त पछि गएर मात्रै अहिले अलिक चिनजान भयो, त्यसपछि थाहा भएको। जस्ट म चाहिँ म्याक्सिमम् चाहिँ अब के हुँदैछ प्रोसेसिङ, अब फ्याक्ट कुराहरू के हुन्छ त्यो मात्रै म पब्लिस गर्नु चाहिँ त हावातालमा ग्रुपमा पनि हेर्छु होइन, कोही कति हावा पनि बुझ्दैछ, म त सुन्दिनँ, म जस्ट हेर्छु मात्रै। त्यो म चाहिँ बरु होइन जे हुन्छ बरु म उतै बाहिरतिर साथीहरूलाई सोध्छु होइन। अनि यता पनि थोरै थोरै बुझ्छु होइन। यता बुझेको चाहिँ म फेरि भेट तपाईँहरूलाई म भन्दिनँ, किन भन्दाखेरि अब भन्दा फेरि अब के पो होला कि जस्तो लाग्छ कि, फेरि अब होला नहोला पत्ता नै। बरु जे हुन्छ मेरो प्रोसेसिङमा के पर्छ त्यो म तपाईँलाई सबै सेयर गर्छु। जस्तो मेरो अब लेबर कन्ट्र्याक्ट आयो भने तपाईँलाई म लेबर कन्ट्र्याक्ट सो गर्छु होइन, के सबै कुरा सो गर्छु। रिमेडिकलको पनि म तपाईँलाई देखाउँछु होइन। त्यही अलिकति क्लियरेन्स चाहिँ नहोला मेरो भिडियोहरू होइन, तर पनि मजाले हेरिदिनु होला। धेरै धेरै धन्यवाद, तपाईँलाई हेल्पफुल हुन्छ भने म आशा गरेको छु। र अहिलेको लागि चाहिँ धेरै धेरै धन्यवाद दृष्टिलाई। र उहाँको म भिडियो चाहिँ सेयर गर्दैछु, उहाँले काम गर्ने ठाउँको, त्यही हेर्नु होला। हस्, थ्याङ्क यू।
यो चाहिँ मेता प्लेटहरूको रुम हो, केयर गिभरहरूको। यसमा चाहिँ आफ्नो आफ्नो झोलाहरू राख्ने, ब्यागहरू राख्ने सेफ्टीको लागि अनि तालचाहरू लाउने गर्छ। अनि एउटा चाहिँ यो माइक्रो खानाहरू तताउनको लागि, यो पाउरोटी तताउनको लागि, अनि फ्रिज पनि दिएको हुन्छ। अनि त्यसपछि आफ्नो भाँडाकुँडा र खानेकुरा राख्नको लागि चाहिँ यसरी एउटा दराज हुन्छ। अनि टोयलेट बाथरुम हो यो मेता प्लेटको। अनि यतातिर सबै बिरामी सुत्ने रुम हुन्छ। एउटा बेडमा चाहिँ 2 जना राखेको हुन्छ। अनि यो चाहिँ खेदर ओखेल भन्छ। खेदर भनेको कोठा भयो, ओखेल भनेको खाने ठाउँ। खेदर ओखेलको ठाउँ हो। टिभी हेर्नेहरू टिभी हेरिराखेको हुन्छ। अनि यो चाहिँ लुगाहरू यसरी आउँछ। यो चाहिँ मेरो कोमा सेवा भएको कारणले गर्दाखेरि 7 छ नि त, कोमा सेवा 7 फ्लोरमा भएको भएर। अनि यसरी टावेलहरू एक ठाउँमा मिलाएर राख्छ। अनि तन्नाहरू एक ठाउँमा, सदिन एक ठाउँमा मिलाएर राख्छ। अनि लुगा हुन्छ। लुगा चाहिँ यसरी आफ्नो दराजमा नि यस्तो नम्बर हुन्छ। अनि त्यसपछि चाहिँ लुगामा पनि ट्याग हुन्छ कि नम्बर, दराजमा नम्बर हुन्छ। अनि आफ्नो ठाउँमा नम्बर हुन्छ लुगाहरू राख्ने, अनि दराजमा राख्न जाने हुन्छ। यो चाहिँ किचन रुम हो। यो बसारीको बसारी नै खलाबी भनेको भेज दुधको आइटमहरू। यो निलो हुन्छ, यहाँ राख्ने हो। यो चाहिँ मेरो के अरे रचु भन्छ। यो 1:30 बजेबाट 3:30 बजीसम्म चाहिँ एउटा मेता प्लेट र एउटा नर्सले हेर्ने। त्यतिखेर चाहिँ यो भाँडाकुँडाहरू बेलुका 7 बजेको लागि मिलाउने। यो चाहिँ 4 बजे चाहिँ चिया कफीहरू दिन्छ, त्यसको लागि मिलाउने हुन्छ। अनि यो रातो रङको चाहिँ फेरि बसारीको भाँडा हुन्छ। बसारी भनेको मासुको खाना, मासुको आइटमहरूको लागि। अनि आफ्नै छुट्टै हुन्छ भाँडा बाँच्ने ठाउँहरू नि यसरी। अनि यो चाहिँ खलाबीको हो, दुधहरू राख्ने, दुधको परिकार। खलाबी भनेको दुधको भेज आइटमहरू भनौँ न यसरी। यो चाहिँ नर्सिङ स्टेसन हो, उहाँ बसेको चाहिँ नर्स हो। सबै बिरामी सुत्ने कोठा हुन्छ। सुत्ने कोठामा चाहिँ पुरै गरेको हुन्छ। यस्तो फोटोहरू टाँसेको हुन्छ आफ्नो आफ्नो बिरामीको सुत्ने कोठा अनुसार। अनि यसरी राखेको हुन्छ, सुतेको हुन्छ बिरामी। अनि आफ्नो दराज हुन्छ आफ्नो हुन्छ। यो चाहिँ उनीहरू बिरामीहरू चाहिँ नसुत्ने बेलामा चाहिँ आएर बस्ने बेला हुन्छ। यहाँबाट हाम्रो ऊबाट देखिने भ्यू हो यो चाहिँ, आएर बस्ने ठाउँ हो। अनि यहाँ चाहिँ चुरोटहरू खान पाउँछ, चुरोटहरू आएर खान्छ। अनि यो चाहिँ बालकुनी हो, बाहिर आएर बस्न पाउँछ बिरामीहरू पनि यहाँ चाहिँ। अनि हामी पनि अब यत्तिकै आएर बस्न पाउँदैन, चुरोटहरू खाने मान्छेहरूलाई चाहिँ आउँछ। कसै कहिलेकाहीँ बोर लाग्यो भने आएर बस्न पाउँछ। त्यही हो, यहाँबाट देखिने भ्यू चाहिँ हो। टिभी हेरेर बस्छन्। जुन बेडबाट निस्किन्छ हाम फाल्छ त्यस्तोहरूको लागि चाहिँ यसरी बर्जिल लगाएको हुन्छ। यसलाई चाहिँ बर्जिल हो कि भर्जिल हो कि के, बर्जिल नै हो यस्तो भन्छ। यसरी सुताएको हुन्छ, दुईटा राखेको हुन्छ। यसरी टोयलेट बाथरुम यता हुन्छ। यो चाहिँ नुहाउने किस्से हो है। हामीले सबैले नुहाउने बेलामा चाहिँ यस्तो किस्सेमा राखेर नुहाउनु पर्ने हुन्छ। यही हो साथीहरू, धेरै बनाउन सकिनँ, ल जति छ त्यति हेर्नु होला है। अरू त यहाँ अलाउ छैन क्या यसरी भिडियो कलहरू गर्ने, भिडियोहरू बनाउने। सिसी क्यामेरा हुन्छ जता नि, त्यही कारणले गर्दाखेरि मैले थोरै लुकी थोरै अघि छुटेको चाहिँ कस्तो भन्दाखेरि खानेकुराहरूको चाहिँ कुनै कमी हुँदैन, जे खान्छ खान पाइन्छ। अब यिनीहरू बिस्कुटहरू, चक्लेट भयो, अनि कफी आइटम, चिया, अनि त्यसपछि लेख्यौँ पाउरोटी, अनि सुगर हो यो कफी, अनि फलफुलमा केरा, अनि अनार, के भन्छ यसलाई, कस्तो नामै आएन हो, तपाईँहरू आफै भन्नु ल। यस्तो अनि सुन्तला नै आउँछ, अनि यस्तो नै आउँछ के कोरी पनि होइन, यस्तो नै आउँछ। अनि त्यसपछि चाहिँ यो सबै यो हाल्ने, यो अनि दहीहरू हालेर मिसाएर खाँदाखेरि चाहिँ कस्तो मिठो हुन्छ। अनि जे खान्छ खान पाइन्छ, माछा मासु इनफ आउँछ। अनि यस्तो चक्लेट जाम अनि आउँछ। अनि त्यसपछि यस्तो मासुहरू कि यस्तो लेग पिसहरू आउँछ कि। अनि यो चाहिँ कुखुराको बसेको हो, यो चाहिँ हाम्रो एउटा नर्सले आफ्नो कुखुरालाई लान्छ, त्यही भएर इनफ हुन्छ। अनि खानेकुरामा चाहिँ कुनै दुःख हुँदैन कि, जे खाए पनि पाइन्छ। यो चाहिँ कफी बनाउने भाँडो हो, कफी चिनी कफी हाल्ने अनि यहाँबाट दिने। चाहिँ तातो पानी आउँछ यसमा। मिज भन्छ, जुसलाई मिज भन्छ, मिज पनि आउँछ यसरी ग्यालेनमा। अनि यसमा चाहिँ
पानी भरेर पानी यति जुस राख्ने अनि अरू चाहिँ पानी हालेर बनाएर दिनुपर्छ। यो चाहिँ फोहोर फाल्ने ठाउँ हो। यस्तोमा चाहिँ यस्तो लेखिएकोमा चाहिँ लुगा हाल्छौँ। लुगा नुहाएर उनीहरूले दिसा पिसाब जे गरेको हुन्छ नुहाइसकेसीको लुगाहरू यसमा हाल्छ। यसमा चाहिँ तितुल डाइपर त्यो स्पोक तितुल उनीहरू सिनारहरू चाहिँ यसमा राख्ने गर्छ। अनि यस्तो हुन्छ यो अगेला भन्छ यसलाई चाहिँ अगेला। एउटामा लुगा एउटामा डाइपरहरू राख्नको लागि। अनि त्यसपछि यो चाहिँ लन्ड्री भयो। लुगाहरू प्लास्टिकमा सकेटमा हाल्ने। त्यसपछि यसरी मेरो कोमा सेवा भएको कारणले गर्दाखेरि सेवा लेखेछ नि त साथ लेख्यो यस्तो पोको पार्यो। अनि त्यसपछि लन्ड्रीमा फाल्ने हो। अनि तितुलहरू चाहिँ यसमा हुन्छ। यस्तो लेखेकोमा हुन्छ तितुल। यो चाहिँ यसमा फाल्ने गार्बेजमा फाल्दैन गार्बेज यतातिर फाल्ने। कुचो लाउनु पर्यो भने अनि त्यसपछि पोछा लाउनु पर्यो भने फेरि अब नेपालको जस्तो पोछा कुचो हुँदैन। झाडु यसले चाहिँ बढार्नु पर्ने हुन्छ। यसले चाहिँ बढार्ने हो। अनि यसले चाहिँ पोछा लाउने हो। अनि यस्तोले स्मार्ट टुथ भन्छ यसलाई। अनि स्मार्ट टुथले चाहिँ पुस्ने। अनि यस्तो खालको चप्पल चाहिँ टन्न लिएर आउनु है। यस्तो चाहिँ यस्तै हो काम लाग्ने। जुत्ता त केहीमा काम लाग्दैन। हेर्नु यो चाहिँ फेरि यो फोहोर फाल्ने ठाउँबाट देखिने भ्यू। अनि हावापानी चाहिँ सेम हाम्रो काठमाडौँको जस्तो हो क्या। यस्तो राम्रो हो नि यहाँको हावापानी भनेको। गर्मी नि छैन जाडो नि छैन। बिहान पख अलिअलि जाडो हुन्छ बेलुका साँझमा नि अलिअलि जाडो हुन्छ। आनन्द छ। यो फेरि स्कुल हो। स्कुल छ यहाँ चाहिँ। यो हाम्रो बेतावत भयो।